नमस्कार, जय नेपाल। नेपाली काङ्ग्रेसको अहिलेको अवस्था हेर्दाखेरि महाभारतको झल्को देखिरहेको छौँ। पाण्डवले केही गाउँ मागेका थिए, तर त्यो गाउँ नदिँदाखेरि पुरा हस्तिनापुर गुम्यो। अहिले पनि पार्टी रूपान्तरण, पुस्तान्तरण सहित जेनजीको भावना समेटेर अगाडि बढ्नुपर्छ, पार्टीभित्र लोकतन्त्र हुनुपर्छ भन्ने कुरा माग्दाखेरि आफै सुध्रिने कुरा नदिन सकेर पुरै पार्टीबाट ठुलो युवा जमात, अग्रजको जमात गुम्ने अवस्था आइसकेको छ। तपाईँहरूलाई थाहा नै छ, अहिले काङ्ग्रेसको रुख चिन्ह र 4 झन्डा त्रिकुटी मण्डपको हलमा छ। तपाईँहरू सानिपा बसेर, तपाईँहरू महाराजगञ्ज बसेर रुख चिन्ह पाइँदैन। त्यसकारण मेरा अग्रज नेताहरू द्रोणाचार्य, कृपाचार्य, भीष्म पितामह जस्ता योद्धाहरू अहिले सानिपा र महाराजगञ्जतिर पनि छन्। ती योद्धाहरू नेपाली काङ्ग्रेसलाई चाहिन्छ। त्यो नेपाली काङ्ग्रेसमा ल्याउनको लागि तपाईँहरू अहिले आफ्नो दम्ब छोडेर कृपया मिलिदिनुहोस्, पार्टी एक बनाइदिनुहोस् र रुख र 4 तारेको बिच हामी सबै मिलेर एक भएर अगाडि बढौँ र देश बनाउने जिम्मा नेपाली काङ्ग्रेसको पहिला पनि थियो, अहिले पनि छ र भोलि पनि हुन्छ। यसलाई एक ढिक्का बनाएर अगाडि बढाउने जिम्मा अहिले तपाईँहरूको काँधमा छ। तपाईँहरू आएर सबै मिलाइदिनुहोस्, जोगाइदिनुहोस् र पार्टीलाई सिङ्गो बनाएर अगाडि बढाउनुहोस्। हस्, जय नेपाल, नमस्कार।